हेलो गाइज, सबैजना सन्चै आरामै हुनुहुन्छ? सधैँ चाहिँ आज पनि म तपाईँहरूको बिचमा आइसकेको छु। आज चाहिँ म एकदमै नौलो भिडियो लिएर आएको छु। त्यो चाहिँ के हो भने केटी मान्छे बसिरहेको ठाउँमा जाने, उनीहरूलाई जिस्काउने, उनीहरूलाई चाहिँ प्रपोज गर्ने, आफू रोएर देखाउने अनि एकदमै फनी भिडियो चाहिँ लिएर आएको छु। र यो भिडियो चाहिँ एकदमै राम्रो बनेको छ। तपाईँ सबैले हेर्नुहोला र तल आफ्नो प्रतिक्रिया दिन नबिर्सिनु होला। धन्यवाद। नट आइडी भन्नुपर्दाखेरि होइन, हजुर जस्तो फेस रहेछ है, फेस रहेछ। तपाईँलाई डाउट लाग्यो, रेकर्ड गरेको डाउट लाग्यो भने अहिले म तपाईँलाई यो मेरो सेयरिङहरू 2 मिनटको सेयरिङ हो होइन, म हजुरलाई मोबाइल दिन्छु, हजुरले चेक गर्नु होइन, ल त्यस्तो साह्रो छैन। अब एउटा कुरा चाहिँ म माग्न आएको, एउटा कुरा चाहिँ अप्सन छ, तपाईँले दुईटामा एउटा भन्नु, दुईटामा एउटा जे भन्यो नि तपाईँलाई त्यो केही गर्नु पर्दैन, यसमा पछुतो पनि मान्नु पर्दैन होइन। मैले यो दिँदा के होला, त्यो दिँदा के होला भन्नु पर्दैन। अघि मैले मेरो सबै कुरा बताएँ होइन। अब एक बार धोखा खा चुका हूँ, दोबारा नहीं खाऊंगा। नरुनु न मेरो नि आँसु आउन लाग्यो। पहचाना मुझे? अब यस्तो छ, दुईटा कुरा, दुईटा छँदो छ होइन। एउटा कुरा चाहिँ गर्नु, या त मलाई त्यो बिर्सिने औषध दिनु होइन, त्यो बिर्सिने औषध दिनु होइन, होइन I am sorry, very sorry, मन दुखाए तिम्रो। भिडियो चाहिँ अन्तिमसम्म हेर्नुभयो त? अनि तपाईँहरूलाई कस्तो लाग्यो? एकदमै रोमान्टिक फिलिङ्स भयो होला है। यदि यस्तै भिडियो तपाईँहरूलाई मनपर्छ भने तपाईँले तर आउनु होला, कमेन्ट बक्समा कमेन्ट गर्नु होला, लाइक, कमेन्ट, सेयर अनि सब्सक्राइब गर्न नबिर्सिनु होला। थ्याङ्क यू।